गाइस अहिले म अनि त्यसपछि मेरो बाबु जेनिस मेरो छोरो मेरो बेटा जेनिससँग म गफ गर्दैछु। जेनिस तिमी कति वर्षको भयो छोरो? अनि उता जानबु हो मेरो जानबु छोरी कति वर्षकी भइ रे जानबु? जेनिस कति वर्षको भयो रे? होइन कति वर्षको भयो तिमी? 4.5? ए आउ न यहाँ आऊ। तिमी अब कतिमा जाने थाहा छ? अब जेनिस कतिमा पढ्छ रे? केजीमा? नर्सरी कि केजीमा पढ्ने तिमी? केजीमा होला। केजीमा पढ्ने हो। जानबु बेटा यहाँ आऊ तिमी यहाँ आऊ बाबासँग यहाँ गफ गर्ने हो। कहाँ छ बाबाको गाउँ? भिडियो चाहिँ कति बनाउनु पर्ने? नगर न ज्ञानी भएर बस न यहाँ आऊ न। अब तिम्रो काठमाडौँ जाँदैछौ होइन? जाँदैछौ। अनि जानबु कतिमा पढ्ने रे बेटा? यहाँ आऊ त। तिमी पढ्ने स्कुल कुन हो रे यहाँ भनिदेऊ त। यहाँ आऊ न। धेरै मोबाइल चलाउनु हुँदैन क्या छोरी? हो मम्मीले किनिदिए कि? जेनिस तिमी कुन स्कुलमा पढ्छौ अरे? क्ल्याप गरेको? जानबु बेटा तिमी कतिमा पढ्छौ रे? जानबु कतिमा पढ्छौ रे? हो तिमी यहाँ आऊ न हामीसँगै भिडियो बनाउने। आऊ न बेटा। जेनिस अब तिमी के खान्छौ भन त छोरो? अब तिमी के खाने भनेको क्या? अब के खान्छौ? अब के खाने? माम खाने? माम पाकिसक्यो त? माम कसले पकाउँदैछ? मम्मीले? मम्मीको नाम के हो भनिदेऊ त? मिरा दिदी? अनि बाबाको नाम के हो? बाबाको नाम बुढो? बाबा बुढो भइसक्यो? भनिदेऊ न बाबाको नाम के भनिदेऊ त छोरो? बुढो हो? यो त नचाहिँदो कुरो गर्नुहुन्छ। कसैले तिम्रो बाबाको नाम के हो भनेर सोध्यो भने तिमी बुढो भन्ने? भनिदेऊ न बाबाको नाम भनिदेऊ न छोरो। भनिदेऊ न हो र? जानवी सापकोटा? जानवी त तिम्रो दिदीको नाम होइन? जानवीले मोबाइल चलाएछ। ए जानबु किन मोबाइल चलाएको? हो तिम्रो दाँत अगाडि फुस्केको छ होइन? तिम्रो दाँत कहिले? होइन मेरो दाँत यो हलिरहेको थियो भनेर अस्ति भिडियोमा आएको थियो अनि यो दाँत निक्लि पनि सक्यो। अब यो दाँत बाँकी छ है। खै त्यो पनि हल्लिरहेछ? यो पनि हल्लिरहेछ। त्यसलाई पनि तिमीलाई डेन्टिस्टले यसरी त्यहाँ माथि पिलास हालेर यसरी निकाल्दै थियो नि है? धेरै दुखेन होइन? अनि जान्नु तिमी काठमाडौँ गएर कतिमा पढ्ने रे बेटा? काठमाडौँ गएर 1मा कुन बोर्डिङमा पढ्छौ रे? एलआरआईमा पढ्ने? तिम्रो घर कहाँ हो काठमाडौँ भनिदेऊ त? मेरो काठमाडौँ कहाँ छ घर? बस न काठमाडौँ घर कहाँ छ भनिदेऊ न त? भनिदेऊ न घर कहाँ छ? हामी थाहा छैन। दहचोक होइन? अहिले हामी दहचोक बस्ने होइन? दहचोक बस्ने। अनि तिम्रो नाकमा किन सेतो भएको छ अरे यहाँ? नाकमा मेकअप गर्ने बेला भएको हो र तिम्रो? अनि सुन न आज के खाने? माममा के खाने? खै त्यस्तो खान्छ? दाल भात सब्जी खाने हो नि त भनिदेऊ। दाल भात सब्जी भनेर। मोबाइल बजिरहेछ त? कसको फोन आएको? चिन्ता दादाको फोन आयो जो मम्मीलाई लगाएको थियो। ल गए ल यिनीहरू पनि गए। आजलाई यतिकै म बिदा चाहन्छु। धन्यवाद।